ल नमस्ते अनि गुड मर्निङ है। आज चाहिँ 9 फेब्रुअरीको दिनमा हामी चाहिँ मल्टा जान लागेको हाम्रो दिपक सरको 50औं बर्थडे मनाउनको लागि मन्जिलाले आयोजना गरेको यो ट्रिप चाहिँ 2 रातको लागि हामी उता जान लागेको। अहिले चाहिँ बिहानको 3 बजेर कति मिनट भयो, बिहानको 3 बजेर 51 मिनट गएको रहेछ। उता दिपक सर र के भन्छ अरे बद्री सर चाहिँ उता विनोदजीकोमा जानुभएको छ। अनि उहाँहरू चाहिँ यता उबर लिएर हो कि आफ्नै गाडीमा आउँदै हुनुहुन्छ। मैले चाहिँ यहाँबाट उबर बुक गरेको हो। अहिले चाहिँ अब 4 मिनटमा उबर आइपुग्छ त भनेको छ। खोइ अब हेरौँ है कति बेर लाग्छ। उताबाट दिपकजीहरू 10 मिनट 11 मिनट देखाएको छ भन्दै हुनुहुन्थ्यो। सायद बाटोमा आइपुग्नु होला, अब 6-7 मिनटमा आइपुग्नुहुन्छ होला। ल हेरौँ है त। अब लन्डन ग्याटविक एयरपोर्टबाट हो भर्खरै उठाएको। अनि यसो अलिकति तातो पानी खाएर जाउँ भनेर ठिकै छ। ल दिपकजी आइपुग्नु भयो क्या बाहिर है। एकैछिन है त म गर्छु। बुढाहरू आइपुगे जस्तो छ। हाम्रो बद्री सरले चाहिँ गाडी पार्क गर्दै हुनुहुन्छ। अब यता घुमाउनुहोस्। ल हाम्रो विनोद सरले उहाँ सरले चाहिँ ड्राइभर मान्छे डिरेक्सन देखाउँदै हुनुहुन्छ। म चाहिँ पछाडिबाट हेर्दैछु हैन। विनोद सर हिरो। ल हामी आज चाहिँ 3टा काग अनि एउटा बकुल्लो चाहिँ है। बकुल्लामा चाहिँ बद्री सर हो क्या। ल ग्याटविक एयरपोर्ट पनि आइपुग्यो। ओके थ्याङ्क यू भेरी मच। ल हजुर हामी पनि ग्याटविक एयरपोर्टतिर लम्किँदै है हाम्रो साथीहरूसँग। ए हामी कहाँ आयो यतिकै लम्किँदै भन्दै यहाँ झापाइ त्यहाँ हिँडेर त भइएन। तेरो सर ल हिँड्नुहोस् न तपाईँ हिरो मान्छेहरू यार। है तेरो सर यहाँ वेदर स्पुन रहेछ। वेदर स्पुनमा चाहिँ यसो इङ्ग्लिस ब्रेकफास्ट खाउँ भनेर। पाइन्ट त सर अब ट्राउजर खाने। ल हाम्रो बर्थडे बोयबाट नै यसो नि त ब्रेकफास्टको मेनु हेर्नुहोस्। ल धन्यवाद। ल भट्टराई सर हजुर अब तपाईँ सानो बर्थडे बोय भन्नु के भन्नु ल हाम्रो विनोद चाहिँ खुलाउनुहोस् है। ल एयरपोर्ट ड्रिङ्क्स। ल चेयर्स भइहाल्दैछ है। अर्डर गर्ने मान्छे त घोरेको थियो कि। इजी जेटमा चढ्ने बेला पनि भइसक्यो रहेछ यार है। ल इजी जेटमा चढ्ने बेला पनि भइसक्यो रहेछ है। अब प्लेनमा उड्ने बेला हो क्या। हाम्रो विनोदजी मस्त मगन। हाम्रो दिपक सर चाहिँ एज युजुअल है, जहिले पनि फोनमा बिजी। म चाहिँ पैसा तिर्न पऱ्यो पनि खुसी नै मान्नु पऱ्यो। आज के अरे बद्री सर चाहिँ हामीभन्दा 48 पाउन्ड एक्स्ट्रा तिरेर स्पेसल गेस्ट हुनुहुन्छ आजको। बद्री सरले डिस्टर्ब गरे है त। माल्टा पनि ल्यान्ड गऱ्यो है हाम्रो भट्टराई सरको बर्थडेमा। ल ए आएन यार, तर शीतल छ यतिको ठिक्क छ यार। राम्रो वेदर रहेछ ल। ए यहाँबाट फेरि बसमा जानु पर्दो रहेछ नि त। चढौँला हँसाउलीमा झराउँला। ल बर्थडे बोय चाहिँ खुब रमाइराख्नु भएको छ त। ल यहाँ वेलकम टु माल्टा भन्ने रहेछ, हेलो माल्टा भन्ने रहेछ। हाम्रो सरहरू यहाँ ब्यागेज रिक्लेम गर्नु नपरेपछि चाहिँ हामी अब सिधै एक्जिटतिर जाउँ। अब एक्जिटबाट पनि बाहिर एक्जिट त भइयो। अब चाहिने ट्याक्सी। ड्राइभर पनि भेटियो फाइनल्ली। अब चाहिँ ट्याक्सी चढेर धन्नले मिस भएको। कहाँ बद्री भट्टराई भन्ने बद्री भट्टराई अगाडि जानु भएछ नि त। अनि दिपक भट्टराईले नदेख्नु भयो रहेछ। ल
म गुरुङले देखेँ भनौँ न। गुरुङले ल हजुर माल्टा पहिलोचोटि पाइला टेकेको यस्तो रहेछ। त्यहाँभन्दा यहाँ पनि माटै हुँदो रहेछ। त्यहाँभन्दा त ठिक नि है योगीभन्दा धेरै ठिक। बाँकी कुरा त कुनै हावा के अरे यो मौसम चाहिँ बडा ठ्याक्कै कस्तो आनन्दको यार। बाँकी कुरो त के ठिक होला र? बाँकी कुरा त अब हेर्नुपर्छ सर। त्यस्तो नि त। ल म बिचमा बसेँ। खुट्टा फटाएर बस्नु पर्दो रहेछ यार। खुट्टा फटारै मजा आउँछ है बस्न त। बस्न सर? जे गर्न यहाँ चाहिँ वुमेन धेरै भएको सबै यहीँ आउँछन् कि काम गर्नलाई गर्नलाई। वुमेन भएको ठाउँ। तर वेदर चाहिँ फ्यान्टास्टिक रहेछ है। गर्मी बसेको त यार। Now Here. we're not afraid of a spider. We just don't want you to be bitten by it. हजुर होटल पनि आइपुग्यो। थ्याङ्क यू भेरी मच। Thank you sir. Thank you very much. ल होटल चाहिँ यो के ओनिक्स के हो छैन यार भयो 301 कति साँग्रो रहेछ कोरिडोर पनि यार। यहाँ रहेछ ल बाथरुम प्राइभेट रुम यहाँ रहेछ। यहाँ दिपक सरको सरप्राइजलाई यार। केक रहेछ गाइस। केक र वाइन फ्रीमा। ओहो ल विथ विथ कम्प्लिमेन्ट्स। ल यहाँको कम्प्लिमेन्ट पनि ट्राई गरिहालौँ न त ल। 4 जनालाई 4 पिस राखिदिएको पनि रहेछ। ह्याप्पी बर्थडे ल। भ्यू हेर्नुभयो बाहिरबाट? अब हेरौँ ल सर। खुल्लै राख्नु गर्मी पो रहेछ यार। होइन छ र तपाईँलाई। यहाँ फेरि झुकेर हाम्न फाल्मै छ त्यो। बुढी बच्चा सेयर किन हाम फाल्दा हुँदैन यार। हाम्रो बद्री सर कफी बनाउँदै हुनुहुन्छ। फर्स्ट कफी। हाम्रो बर्थडे बोय चाहिँ आज मस्त मन मगन म त यसै मन के हो भन्छ होइन। उहाँको सरप्राइज भएर आउनु बाँकी नै छ। सरप्राइज दिने मान्छे यता हुनुहुन्छ। हामी चाहिँ अहिले होटलको टपमा आएको। जे होस् मजाको रहेछ स्विमिङ पुल। विनोदजी चाहिँ कपडेसँग स्विमिङ गर्न लाउनु भएको छ क्या हो के अरे होइन। सबैभन्दा ऊ नै रहेछ क्या हो। बिल्डिङ त यो पनि दामी रहेछ यार। त्यही गरौँ अलि। ल यहाँ चाहिँ अब क्यास निकाल्ने कार्यक्रम भयो क्या अरे र निकालियो पनि होइन युरो निकाल्यो। हरियो हरियो नोट हुँदो रहेछ। हेर्नु त यार ल यार। ओहो हरियो ल भ्यालेटाको यहाँ चाहिँ बिचको छेउमा पनि आइपुग्यो है हामीहरू। ल यहाँको म्याप हेरे जस्तो गरिदिउँ न त एकचोटि। यो पेभिलियन क्यासिनो रहेछ। यसो एकचोटि क्यासिनोसम्म पुग्दिउँ। क्यासिनो चाहिँ नखेलौँ, पैसा चाहिँ नहालौँ, नखेल्नु जुवा र तासा धनको नासा जीवनको बनिवास भन्छन्। चाहिँ हामीहरू सेन्ट जुलियनको एकदम सेन्टरमा छौँ। यो अग्लो बिल्डिङ। अब ए ल आजको हाम्रो ट्राभल गाइड त हाम्रो बद्री सर हुनुहुन्छ के। बद्री सरले जता जता लानुहुन्छ त्यतै त्यतै जाने। अलि अगाडि ल सर ल ह्याप्पी बर्थडे यार। सपिङ गरेर आएको। अब यति यस्तो त हो नि बियर सियर खाएर। अब हामी ड्याममा घुम्ने भनेको बिचरा दिपक सर थाक्नु भयो। त्यही भएर घरमै आएर म त नखाने यार। अन्त म त यार त्यो अहिलेको 1 पाइन्टले झ्याप भएँ यार। अब म खुट्टा लगाएर के हाल्नु। यहाँ जाँगर भनेको हाम्रो बद्री सरको जस्तो भनेर बद्री सर इज अलवेज भइसक्यो यहाँ। चेयर सेयर ल मन्जिलालाई एकदम धन्यवाद है। ल थ्याङ्क यू भेरी मच। ल बुढा सेउसी भएर बस्छ फेरि के यस्तो गर्मीमा हिटिङ भने है। कट्टु लाएर सेक्सी भएर यार तपाईँ दुईजना दाजुभाइ त हामी त प्यान्ट लाएर है। अब त सबै रुमहरूमा सेटअप गर्नु सर। तपाईँको बागा आउँछ हो सर आउँछ। अहिले आउँछ। यस्तो धेरै मोबाइल चलाएर नबस्नुहोस् ल। अब हामी चाहिँ साँझ परिसक्यो।
तपाईँले भन्नुहोस् न म आई एम रेडी फर एभ्रिथिङ है एभ्रिथिङ मिन्स वाट एभर यु वान्ट ओके whatever you want. ल विनोद सरले ए मूत्र विसर्जन गर्दै ल आउनुहोस् न छिटो रमाइलो भइरहेछ होइन होलिडे चाहिँ हाम्रो नवीन सर चाहिँ दाउर चाहिँ हाम्रो हेड अफ द ग्रुप इज नवीन सर हि नोज वाट इज डुइङ हामीलाई त्यो धेरै थाहा हुँदैन किनभने इज द मोस्ट एक्सपिरियन्स गाई हियर सो त्यही भएर हामी चाहिँ नवीन सरको अन्डरमा चाहिँ बाहिर जाँदैछौँ होइन जे छ नवीन सरमा छ होइन सरप्राइज पार्टी छ अरे आज मलाई थाहा भएन के छ नवीन सर र हाम्रो विनोद सरको प्लान हो त्यो चाहिँ सबैको अनुहार राम्रोसँग हेर्नुहोस् न सबभन्दा बढी रक्सी लाग्यो सुन्नु त झन् दीपक सरले त कति पनि लाग्यो कति अब एकछिन चाहिँ मल्टाको साँझको रमझम हेर्नलाई निक्लेको ऊ त्यो चाहिँ के हो डायमन्ड्स इन्टरनेसनल होटल रहेछ यहाँ भएको चाहिँ होटलहरू क्लबहरू अहिले हामी सेन्ट जुलियनमा छौँ भएको यहाँ होटलहरू क्लबहरू पबहरू सबै यही एरियामा हो अरे मौसम पनि ठिकै छ त्यस्तो जाडो पनि छैन हो यो दुईवटा दाइहरूलाई पनि सोध्नु पऱ्यो के ल हाम्रो बद्री सरले फाइनली सोधपुछ गरेर यो जो सेन्ट जुलियन्स एरियाको सबैभन्दा राम्रो पब चाहिँ यहाँ ट्रुथ भन्ने छ अरे भनेर उहाँ 4 मिनट वकमा अनि उहाँले पत्ता लगाइसक्नु भएको रहेछ ल हामी पनि अब त्यतैतिर जाँदैछौँ त्यो त के हुन्छ त्यसपछि गरौँ होइन के निकाल्छौँ सर है बुढालाई अलिअलि लाग्छ है क्या हो अलिअलि लाग्नु पनि पर्यो नि सर नेक्स्ट सोल्डर त्यहाँ तल चाहिँ रहन्छ ए यहाँ पनि हुँदो रहेछ त्यस्तो अझै पनि पसल खोल्दै रहेछ यार कति बजीसम्म खुल्ला रहेछ के अरे दिउँसो त यहाँ त ठाउँ गर्मी रहेछ भनेको त कहाँ रात परेपछि त हावा चलेर मान्छे उडाउनु जस्तो पो हुन्छ यार बिरतिलो त उडाउनु लाग्यो भने हामी यस्तो पत्ता लाग्दा मिस्टर त अहिलेसम्म खुल्ला हुँदो रहेछ नि त मिस्टर डिक त ए मिस्टर डिक विनोदजीहरू आउनुभएको थियो कि यहाँ मिस्टर डिकमा खै के पाउनु भएको नि बियर त दिनमा खाएको यहाँ हुस्की जिन रे अब हाम्रो विनोद सरले जहाँ लानुहुन्छ बद्री सरले जहाँ लानुहुन्छ त्यही हो के अरे हामी हेर्दा त झिलिमिली झिल्का तातो रोटी मिल्का भन्ला जस्तै छ के अरे ल रातिको 10 बजे छ ए 10 होइन 10:30 नै बजाएर छ मन्डे पनि यस्तो हुँदो रहेछ यहाँ है उमेर जस्तो नम्बर हो नि त क्लब जाएला नजाएला द्याट्स डिफ्रेन्ट स्टोरी होइन तर हामी यहाँ चाहिँ इन्जोय गर्न आएको हो सर इन्जोय भएछ सर इन्जोय भेरी मच छैन ल आज हाम्रो बद्री भट्टराई सरले इन्जोय गर्नुभएको देखेर म आफै इन्जोय गर्दैछु है मैले मेरो होइन मैले डान्स गरेर तपाईँले खिच्नु भने के इग्नोर मी होइन सर यसबाट नखिचेको हो कि तपाईँको उसबाट त खिचेछु किनभने त्यहाँ यहाँ नो फोटो भनेको छ कि नो फोटो भिडियो भनेको छ कि सर तपाईँकोबाट खिच्दा पनि मलाई डर थिएँ यहाँ एकजना बुढा फेरि यहाँ बाल मतलब ह्याङओभर भोलि के भएको छ भने थाहा पनि पाउँदैन होइन त बाहिर जानै हुँदैन के हो लुक हामी आगे यसैको लागि हो तपाईँ यसै म 12, 1, 2, 4 बजीसम्म सोध्छु मलाई मतलब छैन होइन आई वान्ट टु लिभ इट टुडे नट टुमोरो होइन अब यो मल्टामा चाहिँ मल्टाको मेन भेरी गुड यो हामी राइट प्लेस राइट टाइम हामी यो भएको चाहिँ के अरे सेन्ट जुलियन्समा यो मेन उस रहेछ होइन अब यो मन्डे नाइट यस्तो छ भने फ्राइडे स्याटरडे कस्तो होला यु जस्ट इमेजिन के होइन मलाई चाहिँ यहाँ चाहिँ होइन तपाईँले फोटो भिडियो गरिरहनु भएको छ मलाई चाहिँ यहाँ चाहिँ स्याटरडे नाइट आउनु मन लाग्छ होइन नेक्स्ट टाइम तपाईँको बर्थडेमा होइन वी वुड लाइक टु कम हियर मेबी मेरो बर्थडेमा चाहिँ बाली जाम्ला नि त सर होइन मेबी बाली होइन तर एकदम रमाइलो भइरहेछ होइन ल आज बद्री सरको एकदम ओपननेस देखेर म नै एकदम ओपन भएँ है अनि हाम्रो बुढाको पनि मङ्गालो हालेर यार गरिरहेछ दिस इज लाइफ होइन सर
ल हेर सबैले इन्जोय गर्छ हजुर घर गएर एउटा प्रमिस एउटा सरप्राइज चाहिँ तोड्छ नि दाजुभाइ त्यो सरप्राइज त गर्नै पर्यो नि तपाईँहरूको सरप्राइज कसरी सर फेरि भन्नु त सर तपाईँहरूको सरप्राइज यस्तो रमाइलो गर्नको 50th बर्थडे ह्याप्पी 50th बर्थडे ल राम्रोसँग आउनुहोस् यो दिपक सरको दाजुभाइले चाहिँ सरप्राइज गिफ्ट यो दिपक सरलाई यो पिङ्क चाहिँ दिपक सरको भाइलाई यो ब्ल्याक चाहिँ दिपक सरलाई अथवा दाजुभाइले जुन लाइन हुन्छ होला जुन बाँडे लाइन लाउँछ हामी दिन जान्छौँ म टक्क जान्छु ल हिँड्नुहोस् कुन चाहिँ बुढा फेरि टोइलेट पसेछ नि ए बुढा फेरि वाइ वाइ गर्नु थाल्यो यार ल विनोदजी र म चाहिँ अब दिपक्स 50th बर्थडे स्क्वाडको लागि चाहिँ हामी दुईजना चाहिँ अब अलमोस्ट रेडी भयौँ यी बुढाहरू चाहिँ के हार्दैछन् उता गएर हेरौँ है त बुढाहरू पनि रेडी भइसकेछन् ल बस बर्थडे बोय सेत हामी तिनवटा काग जस्तो काला हामी चाहिँ बाहिर जानको लागि रेडी है कति खाने कति नखाने भनेर लिमिट निर्धारण गर्दै रहेछन् ल हामी फाइनली आजको डे आउटको लागि निक्ल्यौँ है त फुल इङ्ग्लिस ब्रेकफास्ट खान जानु पऱ्यो है त चट्ट लाएर ल सर के खाने हो हेर्नुहोस् कफी र म त कफी खाँदिनँ म जुस खान्छु यार एउटा यहाँबाट चाहिँ बोल्ट के होला अर्डर गरेको होइन नि सर फोर्ट कुका हो ल हाम्रो नेपाली भाइ जस्तो छ बोल्ट पनि होइन ब्रदर फर नबिन नेपाली हुनुहुन्छ ए ल हाम्रो नेपाली भाइ नै पर्नु भयो रहेछ ल ल अब हामी पोपेज भिलेज त हो नि होइन हामी जान लाग्यो पहिला त्यहाँ जान लाग्यो हाम्रो भाइ पासाङ हो मैले पाल्साङ जस्तो देखेर हो कि होइन आज भाइहरूलाई पनि नेपाली भाइ हो कि अब पासाङ भनेर उ गरेको थिएँ कि ल हाम्रो बुढाहरू इन्जोय गर्दैछन् तर हाम्रो लागि त यो एकदम राम्रो वेदर हो भाइ हामी त त्यस्तो ठाउँबाट आएको भएर ए ल आइपुगेछ नि त ब्युटिफुल नै रहेछ ल अब आइसकेपछि यतिको त हेर्नै पऱ्यो नि त कहीँ त्यो सेन्ट जुलियनमा मात्र बसेर त भएन अब यहाँबाट फेरि फर्किनलाई बोल्ट पाइन्छ भाइ पाउँछ जति पनि पाउँछ बोल्ट नपाए बसै पाइँदो रहेछ सर होटल अगाडि पुऱ्याइँदो रहेछ अब हामीले क्यास ल्याइएन नि त क्याससँग ऊ भएन नि होइन कार्ड बसको लागि त क्यास छैन टुरिस्टहरूको लागि चाहिँ क्यास दिन्छ अब एउटा गाडी हायर गरेर कुद्नु भएको भए चाहिँ हाम्रो भाइको क्याबबाट पनि झरियो हामी पोपेज भिलेज पनि आइपुग्यो यहाँ चाहिँ त्यो हलिउडको मुभीहरू बनाउनको लागि त्यो बनाएको स्टुडियोहरू छ अरे बद्री सर हो के अरे हाम्रो आजको हाम्रो पथ प्रदर्शक होइन बुढै भए पनि सर सिंह बुढै हुन्छ होइन उसले घाँस खाँदैन शिकार गर्न पनि छोड्दैन सर अनि मासु नि हो काँचो मासु ल यो नै रहेछ पपेज भिलेजको त्यो स्टुडियो बनाएको कुन चाहिँको हलिउड मुभीको अब यसमा जानलाई पर पर्सन 13 युरो रहेछ अब यहाँबाट पनि देखिने त्यतिकै रहेछ त्यहाँ चाहिँ त्यो सिँढीहरूमा हिँड्ने मात्र रहेछ त्यही भएर नजाने कि भन्ने निर्णय गरियो अब चाहिँ हामी यतातिरबाट यसो साइट सिइङ गरौँ के अरे के रहेछ त्यो नेपालमा सिउँडी काँडा भन्थ्यो हो त्यो सिउँडी काँडाको बुट जस्तै रहेछ यसमा पातमा सबैले नामहरू लेख्दो रहेछ ल यही रहेछ पोपेज भिलेज यहाँबाट चाहिँ मजाले देखिँदो रहेछ अब यही चिजलाई अब किन टिकट काटेर तल घुम्न जानु पऱ्यो र अब पैसा बचाउ अभियान होइन त कतिको सही आएको छ सर एकदम पर्फेक्ट फेसबुकमा हाल्न मिल्ने छ नि होइन हाल्ने हो नि सर आज यहाँबाट पो दामी देखिएछ त हौ यहाँ चाहिँ भैँसी खेल्ने आल रहेछ यार यतिबाट समुद्र हेर्न जाऊँ भनेको त नमिल्दो रहेछ क्या हो यार ल यो बोल्टमा चाहिँ के रे सर हामी जाने ठाउँको नाम यो बोल्ट उस गरेको ल अगाडि बस्नुहोस् सर ल म अगाडि बस्छु ल भाइ नमस्कार
अघि अर्को भाइ पनि ठ्याक्कै भेटियो थियो फेरि अर्को भाइ भेटियो यार ल हामी त मात्रै हुन बाँकी छ हामी अब यहाँ माल्टालाई नेपालै भन्नु पर्यो यार अब नेपाली भाइ गरेर भेटिँदैन यस्तै छ के गर्नु वैदेशिक रोजगारमा अब सरकारले नै हाम्रो गभर्मेन्टले बेचेको छ अब ल हामी यो के ठाउँ भन्छ पनि यहाँबाट अब फेरी लिन लाग्यो यहाँ फेरी पनि छुट्न लाग्यो रे अनि फेरिबाट उता गोजो आइल्यान्ड गएपछि चाहिँ के हप अफ बसमा चढ्ने हाम्रो नेपाली बहिनी भेटियो यहाँ पनि आज जता गयो माल्टामा नेपाली हुन्छ बहिनीले टिकटहरू सस्तोमा मिलाइदिनु भयो एकजनाको अरूलाई 22 युरो रे हामीलाई चाहिँ 10 युरोमा मिलाइदिनु भयो 4 जनाको 40 युरोमा अनि ल हाम्रो बहिनीले हामीलाई उता लिएर जाँदै हुनुहुन्छ फेरीमा फेरि पनि चढ्यो हामी रमाइलो बरेछ हाम्रो ए ल थ्याङ्क यू बहिनी ल गोजो आइल्यान्डको अर्को उताबाट फेरि आइपुगेको रहेछ पानी आउँदैन ल दिपक सर बर्थडे बोय दुईवटा टाउको लिएर हिँड्नु भएको छ कि आज होइन सर 12 बजे हावा सरर भने जस्तो भएछ यार ल यो चाहिँ गोजो आइल्यान्डको इन्ट्री पोइन्ट फेरि चाहिँ ट्याक्कै यहाँ आइपुग्दो रहेछ 20 मिनटको फेरि राइड रहेछ ल 12 बजे हावा सरर किधर आ गए गोजो आइल्यान्ड आ गए आ गए पहुँच गए ल हामी फेरिबाट झरेर पनि आइयो होला नि कतै टोयलेट नाम चाहिँ युरोपियन के अरे मान्छे चाहिँ युरोपियन रहेछ नाम चाहिँ दिदी हो रे हाम्रो भाषामा दिदी चाहिँ सिस्टर भयो अनि चाइनामा चाहिँ दिदी फेरि उबर जस्तो कम्पनी छ नि त नाम चाहिँ युरोपियन के अरे मान्छे चाहिँ युरोपियन रहेछ नाम चाहिँ दिदी हो रे हाम्रो भाषामा दिदी चाहिँ सिस्टर भयो अनि चाइनामा चाहिँ दिदी फेरि उबर जस्तो कम्पनी छ नि त युरोपियन रहेछ नाम चाहिँ दिदी हो रे हाम्रो भाषामा दिदी चाहिँ सिस्टर भयो अनि चाइनामा चाहिँ दिदी फेरि उबर जस्तो कम्पनी छ नि त उसमा चाहिँ गोजो साइट सिइङ जाने है टिकट अघि नेपाली बहिनीले काटिदिइसक्नु भएको छ यो चाहिँ गोजोको क्यापिटल भिक्टोरिया रहेछ कस्तो ओहो यो त के रहेछ सबै हिसाबमा आउँदो रहेछ पाइन्छ पाइन्छ किन नपाइन्छ अब अहिले त अब ढिला भयो कति भन्यो त्यसले 3-5 के फर्किया रहेछ सर यो खै फर्किया हो के चाहिँ फर्किया अलिकति बस ल यहाँ चाहिँ 10 मिनट पाउजेरे ब्रेक हामी चाहिँ यसो 10 मिनट ब्रेक अनि चिसो भएर केही भिडियो पनि खिचिएन पनि गरिएन ल अब यहाँ आइपुग्यो अब स्पिड बोट पनि 45 मिनट रहेछ दिपक सर त अहिलेसम्म कक्रा परेको बिचरा कफी सफी खानै पऱ्यो के अरे हाम्रो दिपक सर फेरि फर्स्ट क्लास ठाउँ रहेछ यहाँ क्रिकेट ल अब चाहिँ गोजोबाट यो स्पिड बोट लिएर कता रे हामी उता भ्यालेट जाँदै ल जाँदै हो
ल हाम्रो बर्थडे बोय नि अब आकर्षणको केन्द्र त वहीँ त हो नि। ल भेलेट आइपुग्यो है गोजो आइल्यान्डबाट। के अरे स्पिड बोटमा सुतिएछ 1 घन्टा ठ्याक्कै। यो त के हो एयरपोर्ट डाइरेक्ट यार। बोल्ट ल अब आजको साँझको खाना चाहिँ च्याट्ट लगाएर हाम्रो बद्री सरले ग्रिक रेस्टुरेन्टमा लाँदै हुनुहुन्छ। आइदर ग्रिक अथवा लेबनिज खाने भनेको उस्तो यस्तै मासु खाने हो क्या हाम्रो विनोद सर होइन मासु खाने हो। मासु भयो हुन्छ भन्नुभएको थियो त्यही भएर मासु चर्को हुने भनेको ग्रिक र लेबनिज ओ धोका लागेन होइन अब भइहाल्छ नि। ल है त ल एभ्रिवन ल सी यु इन ग्रिक रेस्टुरेन्ट 3-4 मिनटको बाटो रहेछ। ल हामी ग्रिक रेस्टुरेन्ट खोज्दै आएको। ठाउँ चाहिँ दामी रहेछ। इज दिस द वान राफाएल? यो त ग्रिक यति राम्रो ठाउँ रहेछ नि त यार यहाँ। ल आज चाहिँ माल्टा बसेको आखिरी दिन। अब 11 बजे चेकआउट गर्नुपर्ने। हामी पनि सबै कुरो रेडी गरेर झोलासोला बोकेर अब उतै ब्रेकफास्ट खाने त्यतैबाट निक्लिने। अब फेरि होटल आउन पनि पाइएन, हाम्रो समय सकिहाल्यो के अरे। अब चाहिँ ल यो ठाउँलाई चाहिँ बाई बाई भन्दै अब हामीहरू चाहिँ चट्टल निक्ल्यौँ। चट्टल ल सर ल आउनुहोस् ल निस्किँदैछौँ माल्टाको बसाइबाट। ल we are checking out today from this place. Did you guys enjoy your stay? It was good? Oh, it was really good. It was good? सर अनि यो त खाने नै ब्रेकफास्ट खाने बेला हुन्छ सर। अहिलेबाट लन्च खाएर पिज्जा खाएर यो खाएर त भएन सर, यो अलि हेभी हुन्छ क्या। ल कहाँ पुग्नु भयो बद्री सर? हामी यसैमा पुग्यौँ। फुल इङ्ग्लिस ब्रेकफास्ट एक्स्ट्रा हास ब्राउन। एक्ज्याक्टली सेम एज यस्टरडे। तपाईँहरूले म चाहिँ अझै कफी नै खान्छु। ए ल मोर स्ट्रङ कफी। म त्यही जुसै खान्छु। म त्यही जुसै खान्छु। ल हजुर अब ब्रेकफास्ट खानु लाग्यो है। आज हाम्रो सरको 50औँ बर्थडेको लास्ट दिन टुरको चाहिँ टुरको आखिरी दिन। 50औँ बर्थडेको होइन, टुरको लास्ट दिन। टुरको लास्ट दिन किनभने त्यो बर्थडेको पार्टी त अझै अब कति बाँकी दिन, छ अझै। 3 दिन 4 दिन कति छ नि। ल बद्री सर ल त्यस्तो ल हाम्रो विनोद सरले चाहिँ यो साँडे भएको ठाउँमा फोटो चाहिँ खिच्नुपर्ने हो भन्नुभयो। यो साँडे र विनोद सर चाहिँ बराबरै बलियो हुनुहुन्छ क्या। ल भिडियो लिनु भएन? आजको चाहिँ फेरि दिपक सर है। लिभाइस पछि यसो सपिङ सेन्टर पनि हेरौँ न यार। ए यार यसो खिचेको विनोदजीको चाक मात्र आएछ यार। किन्ने हो सर? उबर गर्ने नि सर। Those Nepalese who worked for you, are they good? Yes, I had two Nepalese, Sohon and Taralama. They were good, yes. भेलेट त जान लाग्यो। They moved to Italy now. Okay. Many people, they use Malta for Entry. Great Britain's. Brother, okay, talking this apart, Tell sorry me. to disturb you. You know where we're trying to go? You know where there is like a gun and everything? Yes, Maltese government investing a lot of money. So if we come here, will you give us a job? Yeah. That's carry 8,000 people Oh my god. all around Europe in 1 week. ल हामी त्यो भेलेटको जुन मेन ठाउँ हो त्यसमा आइपुग्यौँ। ल हाम्रो बद्री सर चाहिँ पहिल्यै आउनुभएको भएर एकदम हामीलाई अझै बढी सजिलो पनि भयो। उहाँ चाहिँ हाम्रो पथ प्रदर्शक है। सर समर जस्तै भइसकेको छ यार। के है 15 दिन परेछ यार। ल यहाँ त भ्यू हेर्न आएको रहेछ। भ्यू मान्छेको ढाडबाइकहरू केही पनि नदेखिँदो रहेछ। म त यसरी खिच्छु है। मान्छेको ढाडबाइक केही पनि देखिएन क्या। विनोद सरले त अग्लो मान्छे देख्नु भएन, हामी डल्लो त मान्छेको ढाडबाइक केही पनि देखिएन यार।
अन्त विनोद सरले त तन्किनु पर्दो रहेछ है होला र अगाडि हल्का मान्छे भयो बाप कति धेरै हुँदैन नि मान्छे कति भिड हुँदैन नि यार बुझ्नु है यो बडे मनको सिप अजङ्गको ल तल चाहिँ अब ऊ पड्किसक्यो त ए हिजो हामीले कुरो गरेको थियौँ नि बम पड्केको जस्तो भनेर है इभिनिङ गन फायर एट 16 भनेछ तर अहिले पड्काइसक्यो त गन फायरिङ 12 बजे रहेछ नि ए हो 12 बजे पड्किँदै सक्यो अब सर त्यही भएर पनि बसेर कि विनोद सरले पार्नु भएको त होइन नि त्यत्रो ठुलो धमाकाले होइन होला है कहाँ गयो बुढाहरू Ladies and gentlemen, the tournament of CBD Lottery is now starting out for the Academy. The bus is quiet. ल यो चाहिँ यहाँको क्यानन प्लेस पहिला ब्रिटिसहरूको कोलोनाइजको बेलामा चाहिँ यहाँबाट समुद्रबाट आएको समुद्री लुटेराहरू अथवा दुश्मनहरूलाई यहाँबाट तोप पड्काएर मल्टालाई जोगाउने काम हुँदो रहेछ त्यही त भन्नु पऱ्यो नि होइन जानेको त्यति हो त्यो उहाँलाई चाहिँ अगाडिबाट सरले भन्नुभएको यहाँको एकदम फेमस लङ स्ट्रिट हो रे यार है हजुर सर यत्रो ठुल्ठुलो के को अन्डा हो यार कुन चाहिँ रोज दिनुभयो त सर विनोद सर बहिनीले के अरे हाम्रो दिपक सरले कुन रोज दिनुभयो त मन्जिलालाई सर कुन चाहिँ पछाडिको पिङ्क भन्नु खोजेँ मन ल ल खै कफी सप खोजेको विनोद सर यो चढ्नुहुन्छ त फरारी ल किन्दिनु नि होइन चढ्नु न पैसा हाल्ने 20 सेन्ट यताबाट माथि आउने फेरि बोल्ट त त्यहाँ समुद्रको छेउमा पाइएला मल्टिज गीत पनि गाउनु हुँदो रहेछ त सर यार तपाईँ एकदम मल्टी ट्यालेन्टेड यार बुढा 50 बर्थडे मनाउने बित्तिकै चेन्ज भयो त यार मल्टी गीत गाउने 50औं बर्थडेको मनाउने बित्तिकै चेन्ज भयो त बुढा यहाँको यो एकदमै ट्रेडिसनल यसमा तपाईँको यो तन्ना भयो घाँटीमा लाउने उहरू हातमा लाउने ब्रासलेटहरू यसमै अब हो त्यो सी साइडको छेउमा बसेर चिसो एक प्यान्ट बियर खाने होइन त अब यसरी हो नि सर रमाइलो गर्ने हेर्नु त आनन्द लिने यसरी हो हातै टेकेर हेर्नुपर्ने रहेछ सर सब पोलिटी कसेर बसिदिएको ओहो यार तर डेन्जर यार के सर त्यसले त लिक्विड होइन सर दामी रहेछ यार है यहाँबाट खस्यो भने हड्डी चक्ना चुर हुन्छ यार हाइट बद्री सरको अझै 48 दुनु 96 पाउन्डको ब्याग हो नि यार किनेको प्राइस त्यसमा एड गर्ने छ कति भयो डेट चाहिँ योलाई चाहिँ अब रिसेल गर्दाखेरि यसको रिसेल भ्यालु धेरै चुचु ट्रेन ए यता हो ल छोरी दिनुहोस् न यता देखाएको छ यार होइन यता बस्दैन नि सरलाई आगो खाएर कोइला हग्नुहुन्छ यार भनेर अब ल अब चाहिँ बियर खाउँ भनेर अब आज फर्किने दिन है हाम्रो भट्टराई सरलाई जतिखेर पनि हिटर चाहिँ नि यसलाई आगोको छेउमा राखेर कोइला बनाएर पठाउने बुढा पिसा फेर्न गएको के लाएर आएको छ नि यार तल मिनो हेर्नुहोस् त प्लिज हामी त क्या यत्रो भुँडी फुलिया छ सर म त खास त पानी खान्थेँ पानी खायो भने तपाईँले मार्नुहुन्छ क्या बियर खान लाग्यो ल हामी तिनवटाको अनि सर बेबीको चाहिँ जुस है चियर्स
आनन्द आयो होइन ऊ पनि घर पनि राम्रै रहेछ साला कस्तो हावा चलेको यार अब आज फर्किने दिन अब 4 बजिसक्यो रहेछ अब नेप्लिज रेस्टुरेन्ट एभरेस्ट नेप्लिज कुजिन होइन त सर 6-7 मिनटको डिस्टेन्समा चाहिँ हाम्रो बद्री सरले त्यो पत्ता लगाउनु भयो हामी बद्री सरको क्याप्टेन्सीमा चाहिँ हामी पछि पछि हिँड्दैछौँ बद्री सर ठिकै छ ल हाम्रो मेन हिरो त्यसपछि सानो हिरो दिपक सर होला नि त्यही त भन्दैछु त हामी चाहिँ सपोर्टिङ क्यारेक्टर अब नवीन सरको आउँदैछ त्यो तपाईँको क्राउन सर तपाईँको क्राउन I was invited in the concert. ओके रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरिरी मलाई कुटीमा कुटी बिरालोलाई सुरी कुकुरालाई कुटीमा कुटी बिरालोलाई सुरी तिम्रो र हाम्रो माया दोबाटोमा यो एभरेस्ट कुजिन यो के फुड कोर्ट भ्यालेट फुड कोर्टभित्र चाहिँ टक्कै यो ल्याम्ब थाली विनोद सरको पनि ल्याम्ब थाली मेरो पनि हाम्रो सरको तन्दुरी चिकन अनि हाम्रो बद्री सरको चाहिँ स्पाइसी चिकन अरे अनि त्यसपछि गएर यो के अरे मोमो है ल गाइड चियर्स है ड्रिङ्क कसैले केही नखाने त्यसको ड्रिङ्क्स होइन एउटा लस्सी त छ तर अहिले खाउँला होइन ल है त ओके बाई हाम्रो दिपकजीको सरप्राइज बर्थडे टुरको आखिरी दिन अब एकछिनमा लन्डन साउथेन अनि त्यसपछि घर एन्ड सबै गोलो कालो रहेछ सर हाम्रो पनि अब ल्यान्डिङ हुन हुने लाग्यो हुँदैछ फाइनली आइयो अरू के छ सर आज कस्तो भयो आज धेरै रमाइलो भयो दिपकजीको अझै एउटा सरप्राइज खोल्नै बाँकी छ कहिले खोल्नु थाहा छैन ल ठिक छ ल भट्टर सर कस्तो भयो तपाईँको सरप्राइज बर्थडे फ्यान्टास्टिक इन्जोय गर्नुभयो नि एकदम एभ्री मोमेन्ट होइन एभ्री सिङ्गल एकजना यसरी इन्जोय गर्दै हुनुहुन्छ है उठ्नु भएछ ल ठिक छ नि सर भोलि सर राम्रोसँग सुत्यो नि